हेलो हेलो आज यो भाइरल सिरिजको बोटहरूमा हामी आएको छौँ। यो सिरिजको रुखहरू कति लक्षिनको पलाएको थिएछ त हौ। कहिले पलाएको थियो यो रुखहरू, कहिले पलाएको थियो, कहाँदेखि आएर पलायो, अनि यिनीहरूको कति धेरै वैसोहरू गयो होला थाहा भएन। अनि जब आजभोलि टिकटकको जमाना आयो नि त, टिकटकको जमाना आयो, यो रुखहरूको पनि इज्जत कति धेरै बढ्यो। यी हेर्नु यो रुखहरूको, अनि यसको छेउमा व्यवसाय पनि भयो। हामीहरू यति टाढोदेखि यो रुख हेर्नका लागि यति टाढो धाएर र आज यो रुखको लागि आएको छौँ भनेपछि यो रुखहरू चाहिँ कति चाहिँ राम्रो। मलाई त यो रुख जस्तै भएर बाँच्नु मन लाग्यो हौ। हजुरहरू पनि यो सिरिजको बोटलाई हेर्नका लागि आउन नछुटाउनु होला। अनि आउनु होला दिदी, म पनि आएको छु तपाईँहरूको पसलमा, हरेक कुरा खाएर फर्किँदैछु। यति राम्रो रुख रहेछ, यो रुखलाई चाहिँ दिनरात पूजा गर्नु है दिदी। हुन्छ नानी, कति राम्रो यो आमदामी दिने रुख नि दिदी। अनि तपाईँहरू पनि यो रुख हेर्न आउनु भएको, कुन ठाउँबाट आउनु भयो त हजुरहरू भनिदिनुहोस् न। हामी चाहिँ उता खोटाङबाट आएको है। हजुर धन्यवाद सर। हजुर चाहिँ हामी त माथि लेकबाट आयो। धन्यवाद। अनि सरहरूले चाहिँ नि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, अनि हेर्नको लागि नछुटाइदिनु होला। सबैजना यो रुख हेर्नका लागि अनि घुम्नका लागि आउन नछुटाउनु होला। धन्यवाद।